नमस्ते साथीभाइ तथा दिदीबहिनीहरू। अहिलेको जमानामा हामी जस्तो दाजुभाइ तथा दिदीबहिनीहरूलाई थाहा नहुन सक्छ इमेल आइडी किन चाहियो, आवश्यक किन छ त? इमेल आइडी आवश्यक छ र इमेल आइडी भनेको के हो? प्रायःजसो मान्छेहरूलाई अहिले पनि थाहा छैन। त्यसैले म यो भिडियो बनाएको छु तपाईँहरूको लागि। इमेल आइडी किन चाहियो, किन जरुरी छ, कुन कुन ठाउँमा इमेल आइडी आवश्यक पर्छ, इमेल आइडी भएन भने के हुन्छ, भयो भने हामीले फाइदा छ कि घाटा छ, त सबै कुरालाई लिएर म तपाईँहरूको लागि यो भिडियो बनाएको छु। सुरुदेखि लिएर अन्तसम्म हेर्नुहोस्। कसरी आवश्यक भन्दाखेरि फर्महरू कुनै जस्तो ब्याङ्किङ फर्महरू हुन्छ, गभर्मेन्टको फर्महरू हुन्छ, तपाईँले पासपोर्ट बनाउन जानुभयो, तपाईँले नागरिकता बनाउन जानु पर्यो, तपाईँले लाइसेन्स बनाउन जानुभयो, स्कुलहरूमा कलेजहरूमा सबैतिर हामीलाई इमेल आवश्यक परिराखेको हुन्छ। बुझ्नुभयो? र सेक्योर पनि छ। अरू मिन्स अफ कम्युनिकेसन भन्दा इमेल सेक्योर पनि हुन्छ। कसै साथीभाइसित कुराकानी पनि गर्न मन लाग्यो भने तपाईँले यताबाट इमेल पठाउनुहुन्छ, उताबाट तपाईँको साथीले रिप्लाई गरिदिन्छ। अर्को कुरा, तपाईँले कुनै कन्फिडेन्सियल कुरा तपाईँले राख्नु भएको छ भने, जस्तो ओटिपी वालाहरू सिमको माध्यमबाट कारोबार गर्नुभन्दा बेटर तपाईँले इमेल आइडी को माध्यमबाट कारोबार गर्नुभयो भने कुनै आवश्यक पर्छ, ओटिपीहरू आउँछ नि त। अब आवश्यक पर्छ भने त इमेलमा आउँछ, सिम कार्डमा त जाँदैन, इमेलमा आउँछ। इमेलमा लगइन गरेर ओटिपी हालेर अनि तपाईँले गर्न सक्नुहुन्छ। र अर्को इन जेनरल हामीलाई इमेल आइडी कुन रूपले हामीलाई आवश्यक पर्दछ त? हामीलाई हाम्रो लाइफमा कसरी आवश्यक पर्दछ त, हैन? जस्ट लाइक सबैभन्दा कमन कुरा, हामी सबैसित मोबाइल छ, नयाँ होस् पुरानो होस्, मोबाइल त छ नि, मोबाइल त पक्कै पनि छ। त्यो मोबाइलमा अहिले त सबै मोबाइल एन्ड्रोइड छ। पहिलाको जमानाको जस्तो किबोर्ड वाला बटन वाला मोबाइल त छैन। सबैको मोबाइल एन्ड्रोइड मोबाइल हो। त्यसमा प्ले स्टोर हुन्छ। एन्ड्रोइड वाला मोबाइलमा प्ले स्टोर हुन्छ, आइओएस मा चाहिँ एप स्टोर हुन्छ। त्यसमा पनि इमेल आवश्यक पर्छ। आइओएस मा पनि पर्छ, नपर्ने होइन, आइओएस मा पनि पर्छ र एन्ड्रोइड वाला मोबाइलमा पनि आवश्यक पर्छ। तपाईले आफ्नै मोबाइलमा इमेल आइडी नहालिकन मोबाइल चलाउन मिल्दैन। तपाईले प्ले स्टोरमा जबसम्म इमेल आइडी राख्नु भएन भने तबसम्म तपाईले केही डाउनलोड गर्न मिल्दैन, केही अपडेट गर्न पाउनु हुँदैन। जस्ट एउटा फोन गर्नको लागि मात्रै युज हुन्छ। जस्तो प्ले स्टोरबाट गेम डाउनलोड गर्छौं, केही एजुकेसनको कुरा डाउनलोड गर्छौं, ई सेवाहरू छ, मोबाइल ब्याङ्किङ सफ्टवेयरहरू छ, त सबै डाउनलोड गर्नको लागि इमेल आइडी अनिवार्य रूपमा चाहिन्छ। इमेल आइडीले लगइन गरिसकेपछि मात्रै प्ले स्टोर खुल्छ अनि मात्रै तपाईले डाउनलोड गर्न मिल्छ। हामीलाई इमेल आइडी किन आवश्यक छ भनेर मैले यो भिडियो बनाएको छु। तपाईहरूले बुझ्नुभयो होला हामीलाई इमेल आइडी आवश्यक किन छ त, हैन? र कसरी छ, कुन कुन ठाउँमा हामीलाई इमेल आइडी आवश्यक पर्न सक्छ। तपाईहरूले राम्ररी सुन्नुभयो होला, बुझ्नुभयो होला। अब यसले बनाउने कसरी, यो म तपाईहरूलाई अर्को भिडियोमा सम्झाउँछु। धन्यवाद।